यो प्राधिकरणको चाहिँ पूर्व तयारी अनि प्रतिकार्य र पुनर्लाभ तीनटै चरणमा काम गर्ने हो। अब आजको छलफल चाहिँ प्रतिकार्यको पूर्व तयारी के भइरहेछ भन्ने हो र विशेष सन्दर्भ चाहिँ अहिलेको जुन मनसुन जस्तै जल तथा मौसम विज्ञान विभागले हामीलाई मनसुन पूर्वानुमान हामीलाई दिएछ। अब कस्तो मनसुन हुन्छ र त्यो मनसुनको तयारी हामी कसरी गरिरहेछौँ भन्ने सन्दर्भमा आज छलफल थियो। अब यसपालिको पूर्वानुमान चाहिँ कस्तो छ भने सरदरभर्दा कम पानी पर्ने, तर कम परे पनि कुनै ठाउँमा एकै ठाउँमा धेरै पानी पर्न सक्ने। एकै ठाउँ भनेपछि त त्यो मौसमको हिसाबले अथवा विपदकालले संवेदनशीलै भयो भने चाहिँ अहिलेको हामी त्यही विषयमा हाम्रो तयारी कस्तो छ, प्राधिकरणले के गरिरहेछ, अनि हामीले यो क्लस्टर लिड र कोलिड भनेर विभिन्न मन्त्रालयलाई लिडको जिम्मा लगाएको छ। उहाँहरूले आफ्नो तयारी गर्नुभएको छ। अनि कोलिडमा चाहिँ यो संयुक्त राष्ट्रसङ्घीय निकायले विभिन्न निकायहरूले चाहिँ गैर सरकारी सेक्टरलाई एक ठाउँमा ल्याउने भनेर त्यो मेकानिजम गरिएको छ र मन्त्रालय र गैर सरकारी क्षेत्र भनेको सरकारी गैर सरकारी दुवै मिलेर कसरी विपदलाई सम्बोधन गर्ने भन्ने सन्दर्भ हो अहिलेको। अब यसमा चाहिँ प्रदेश सरकार र स्थानीय तहको अझ बढी जिम्मेवारी भनेर हामीले बिचमा उहाँहरूको पनि जिम्मेवारीको बारेमा कुरा गरेका थियौँ। भनेपछि यही समग्र अहिलेको विपदलाई हामी कसरी सम्बोधन गर्छौँ भन्ने विषय नै हो। निर्णय भन्दा पनि अहिलेको हाम्रो त अपडेट हो, हामी कसरी गर्दैछौँ भन्ने हो हैन। अब त्यसको लागि चाहिँ माननीय मन्त्रीज्यूबाट एउटा चाहिँ भन्नु, अब यो गोदाम घरमा सामग्रीहरू कहाँ छ र विभिन्न सरकारवालाहरूसँग अरू ठाउँमा पनि सामग्री छ, ती सबैलाई एकै ठाउँमा ल्याएर हामीले ठ्याक्क क्लिक गरेपछि अब हामीले थाहा पाउनु पर्यो र रिस्पोन्डरले चाहिँ कुन सामग्री कहाँ छ र परिचालन हुने मान्छे को जाने को नजाने, जस्तै हेबक नहोस् त्यहाँ भन्ने हिसाबले यो कम्प्युटर सिस्टमहरू चाहिँ एकदम अलर्ट सिस्टम राख्ने भनेर उहाँहरूले जुन भन्नुभएको छ त्यसअनुसार हामी अब हाम्रो केही परिमार्जन गर्छौँ के अरे माननीय मन्त्रीजीको निर्देशनअनुसार। र त्यसपछि अनि हामी चाहिँ अब प्रतिकार्यमा अब अहिलेको हिसाबमा करिब अर्को हप्तादेखि हामी चाहिँ प्रतिकार्यमा जुट्नुपर्ने अवस्था छ। त्यही त मन्त्रीजीको डिसिसन भनेको प्रतिकार्य राम्रोसँग गर्नु पर्यो हैन। र यदि अहिलेको जन र धनको क्षति कम हुनु पर्यो, यदि त्यो क्षति भयो भने त्यसको जिम्मेवार हामी नै हुन्छौँ हैन। त्यसकारण हामी सबैजनाले यो भन्न एक किसिमले विपदलाई चाहिँ अपडेट रेकर्ड राखेर र समन्वय संयन्त्र राम्रो बनाएर हामी चाहिँ प्रतिकार्यमा जुट्नु पर्यो भन्ने खालको निर्देशन।